के भन्नु गाइस तपाईँहरूलाई यस्तो लबी देखिरहेको मेरो बाइक आज दिनमा होइन ₹100 पाएको अहिलेसम्म लाइक गर्नु भएको छैन नि अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने प्लिज डु सब्सक्राइब एन्ड डु लाइक अनि डु सेयर है यस्तै अपडेटहरू पाउनको लागि चाहिँ मिस्टर थ्रिल सिकिङ भ्लगलाई चाहिँ तपाईँले सब्सक्राइब गर्नुहोस् होला है सो गाइज वेलकम टु माई च्यानल गाइस गान्तोकमा चाहिँ अहिले यस्तो तातो घाम लाग्दैछ कि के भन्नु तपाईँहरूलाई होइन टटेङ्गो छ नि टटेङ्गो आम्मै के भन्नु तपाईँहरूलाई गाइस अर्को कस्टमरको लोकेसनमा पुगिहालेको छु है म है त गाइस यताहरू ब्याक टु ब्याक छ है कमले पनि आइछ आउँदा के भन्नु ओहो आयो नि पासँग आयो अब त अर्डर पाउँछु भने नसोच्दा हुन्छ नि रातो छ दुईटा जग्गामा हेरौँ कहाँबाट पर्छ अर्डर हो छाप्पै नै दामी छ गाइस दामी छ हो ट्राभल क्याफेबाट घुसेँ नि अब एक समयमा मलाई त्यहाँनिर चाहिँ गाइस 45 मिनट वेट गराएको थियो है आज सायद गराउँदैन होला म चाहिँ त्यो कुरालाई चाहिँ भन्न चाहन्छु हो अब होइन गाइस अब चाहिँ म ट्राभल क्याफे जाँदैछु हो अनि आज रिसिभ गरेर भेटौँ होला ओके र त्यो तपाईँको लागि चाहिँ अहिलेसम्म लाइक गर्नु भएको छैन नि अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने प्लिज डु सब्सक्राइब एन्ड डु लाइक अनि डु सेयर है यस्तै अपडेटहरू पाउनको लागि चाहिँ मिस्टर थ्रिल सिकिङ भ्लगलाई चाहिँ तपाईँले सब्सक्राइब गर्नुहोस् होला है र अरू चाहिँ केही भन्नु छैन त्यति नै हो So guys, welcome to my channel. It's me Vikas Sharma and there is a YouTuber Andrew and there is Ason and we are just trying to making a so guys, look on this bike. This is our vlogger bike. This is Mr. Drew bike and see her the looking glass. No. Yeah, no mirror. La के हो त्यो मिरर हेरिराख्नुहोस् हाम्रो मिस्टर सिकिङ भ्लगको हो बाइक चाहिँ A1 छ हो तर स्याहार्नु चाहिँ आउँदैन यो मान्छेलाई बाइक A few moments later. ओके गाइस आप लोग देख पा रहे होंगे ऑर्डर मेरा हैंड पे है अभी यहाँ से थोड़ा जल्दी जाना पड़ेगा पार्किंग उठाने के लिए आएगा फिर बंदा बोलेगा पार्किंग दे दो कौन देता है 2 मिनट ठहरने के लिए कौन देता पैसा बोलो खत्म गाइस खत्म बच गया मिशन एकदम सक्सेसफुल कंप्लीट हो गया है हाँ और मैं जा रहा हूँ कस्टमर के लोकेशन पे ठीक है ना गाइस तो ये तो खलास मतलब ₹100 पा गया ₹100 पैसा
hours later. Alright guys, second order from Root and Fruit. त्यो अब अरू त के भन्नु तपाईँ हैन। अब हेरौँ फेरि पनि रुट एन्ड फ्रुटबाट जता लानुपर्ने हो। अघिको जस्तै भए म पर्खिनु पर्ने हो कि अघि अलमोस्ट म 15 मिनट पर्खेँ है फर्स्ट अर्डरमा। अब सेकेन्ड अर्डरमा हेरौँ कति पर्खिनु पर्छ। र अहिले ड्रप चाहिँ अलिकति बेसी देखाउँदै थियो है, 3 किलोमिटर्सहरू देखाउँदै थियो। दिउँसो चाहिँ तपाईँको अलिक फाइदा छैन क्या यस्तो ज्यादा किलोमिटरमा कुद्नु चाहिँ, किनभनेदेखिलाई अलिकति पैसा कम्ती पाउँछ कि दिउँसो चाहिँ, अनि बेलुका चाहिँ अलिकति राम्रो पाउँछ आफ्टर 5 किलोमिटर चाहिँ। सो ब्याक टु ब्याक पनि छैन, ठिक ठिकैको छ। एकछिन त्यहाँ मेरो दार्जिलिङको लागि टायरहरू हेर्दै थियो म, हेर्नु पनि छ टायर। है त साथीभाइ हो, अहिलेसम्मबाट भेटौँ होला मेरो कहाँ लानुपर्ने रहेछ अर्डर भनेर है। सो सप्ताहको लागि चाहिँ हेरि नै रहनु होला मिस्टर ड्रु सिकिम ब्लग लाग्नुहुन्छ र जतिजना पनि। ओके गाइस, नाउ आइ एम गोइङ टु हिमालयन हाइट्स है। मैले अर्डर रिसिभ गरिसकेँ र अर्डर अलरेडी रेडी रहेछ। सायद राइडर थिएन होला, किनभनेदेखिलाई यो अघि अर्डर मेरोमा पर्दैखेरिको सँगै रेडी भएको थियो हो यो अर्डर। अनि त्यो अर्डर चाहिँ अहिले पाउँदैछ। सो यस्तै भयो भनेदेखिलाई चाहिँ एकदमै राम्रै हो र अहिले चाहिँ म जाँदैछु तपाईँको बाइपास भइवरी, किनभनेदेखिलाई यता अर्को रुटबाट देखाउँदै थियो त्यो पनि अलिकति लामै छ। सो 1-2 रुपियाँ भए घट्नु सक्छ, त्यसले गर्दाखेरि चाहिँ म बाइपासबाटै जाने कोसिस गर्दैछु। किनभनेदेखिलाई अहिले हाइवे चाहिँ उयो जाम हुँदैन होला भनेर नि, किनभने आज स्याटरडे हो कि। अब स्याटरडे होस् या मन्डे होस्, रोज अब अन्डे भनेको जस्तै हो होइन। सो त्यो कुराहरूलाई मध्यनजर गर्दै फिलहाल अहिलेको लागि चाहिँ म जाँदैछु हिमालयन हाइट्स। 8 hours later. र गाइस मेरो डार्लिङको चाहिँ फिलहाल हो पछाडिको खुट्टा चाहिँ चेन्ज गरिदिइहालेको। एकदमै बेसी यार उयो भएर नि हो, अघि देखाइहालेँ होइन तपाईँहरूलाई कस्तो भएको थियो। अलि हावा लगाएर चाहिँ आएको, टोक्टामा 300 रुपियाँ मात्रै मैले वेस्ट गर्नु पऱ्यो, किनभनेदेखिलाई चाहिँ मैले हावा पनि हालेको नि त्यसमा, हावा प्लस त्यहाँ कतिवटा टिन्टा हो कि कतिवटा त्यो उयो हालेको नि त मैले रबरको। सो खोल्दैछ अहिले चाहिँ, अहिले देखाउँछु ल तपाईँलाई लुक वाइज। योवाला हालेको मैले चाहिँ पुरानो कम्पनीको चाहिँ तपाईँको 130 सेगमेन्टमा आउँथ्यो भनेदेखिलाई चाहिँ अहिले चाहिँ फिलहाल मैले एमआरएफको 140/70 आउँदैछु। अब यसको पर्फर्मेन्स वाइज हेरौँ कस्तो हुन्छ होइन, बाइक कतिको हल्का कुद्छ। सो त्यही हो गाइस, के भन्नु तपाईँलाई हो, छेड त हेर्नुहोस् न भित्र एउटा नि देख्दो रहेछ नि। 5 minutes later. गाइस तपाईँलाई के भन्नु, अब नयाँ टायर हालेपछि मजै अर्को छ क्या हो। उनीहरू चाहिँ कहाँ गएको नि हो, आउनु चाहिँ आएको रहेछ सिक्किम। के भन्नु अब के भन्नु गाइस तपाईँहरूलाई, अब यस्तो लब्ली देखिरहेछ मेरो बाइक अब आजको दिनमा होइन। हेर्नुहोस् अन्त दामी लभली इन द च्याट है। 1 hour later. मेरो खतम गरिदिने हो। ओके गाइस है, म भर्खर अर्डर चाहिँ मैले होसनाबाट चाहिँ मैले लिएँ हो। अहिले चाहिँ म जाँदैछु 6 माइल, एकदमै विन्ड आउँदैछ यताबाट हो। सो सुन्नु चाहिँ भएको छ कि छैन तपाईँहरूले हो, 6 माइल जाँदैछु। आज मैले यो अर्कै एक्सपिएसमा बनाएको थिएँ कि भिडियो, त्यसले गर्दाखेरि चाहिँ एकदमै छिटो डेड भइसकेको छ त्यो ब्याट्री। सो अब अहिले चाहिँ यति नै म राख्न चाहन्छु र अहिले हेरौँ लन्च टाइममा चाहिँ सायद म चार्ज हाल्छु होला। त्यहाँदेखि हुँदा चाहिँ म भिडियो फेरि मेक गर्ने कोसिस गर्छु। र तबतकको लागि चाहिँ हेर्नुहोस् होला मिस्टर ड्रु सिकिम भ्लगलाई है गाइस। अहिलेसम्म तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नु भएको छैन चाहिँ तपाईँको लाइक एन्ड सब्सक्राइब दिने